हाई सबैजना नमस्ते है। आज चाहिँ हामी यो जोरपाटी छतर जोरपाटी को यो धोजे डाँडा भन्ने ठाउँमा आएको छौँ हैन। अनि यहाँ चाहिँ यसको भ्यू चाहिँ साह्रै राम्रो रहेछ हैन। झन्डाहरू गाडेको रहेछ। अनि यो जुन यो चाहिँ यो के हो यो भोटेहरूको चाहिँ हैन एकदम यो जुन शेर्पाहरूको भोटे शेर्पाहरूको चाहिँ यो हुन्छ नि जुन परम्परा झल्किने जस्तो रहेछ क्या हैन। अनि यहाँ मन्दिरहरू बनाएको रहेछ हैन। अनि यो ठाउँमा चाहिँ सबै यो ठाउँको जुन यो पार्कको नामै धोजे डाँडा पार्क भन्छ हैन। अनि आज चाहिँ हामी यो ठाउँमा आएको छौँ हैन। अनि तपाईँहरूलाई हामी भ्यू चाहिँ देखाउँछौँ हैन। यस्तो छ जुन यस्तो देखिन्छ हैन। यो चाहिँ अलिक माथि नै पर्छ, अलिक निकै माथि नै पर्छ। सो भिडियो हेर्दै गर्नु होला हैन। म तपाईँहरूलाई जुन माथिको चाहिँ एकदम रमणीय ठाउँ पनि देखाउँछु हैन। आज स्पोन्सर चाहिँ भाइले गरिदिएको छ हैन। यहाँ स्पोन्सर एक झोला सामान लिएर गएको छौँ। यहाँ चाहिँ यो जसले यो झन्डा दियो हैन, तिनीहरूको नाम चाहिँ यस्तोमा लेखेको हुँदो रहेछ हैन। यो सबै कसले दिएको भन्ने चाहिँ यो नाम लेखेको हुँदो रहेछ। अनि यो चाहिँ धेरै माथि नै छ। हामी लगभग त्यति तलबाट आइसक्यौँ। यो चाहिँ यहाँदेखि जति देखिनु भएको छ नि यो माथि यो डाँडा, यो डाँडा चाहिँ धोजे डाँडा हो हैन। यो माथिको हामी चाहिँ अहिले यहाँ छौँ। यहाँबाट त्यहाँ जानुपर्छ। हामी तलबाट यति नै आइपुग्यौँ र यहाँबाट पनि त्यति नै जानुपर्छ। यो जुन बस्ने ठाउँ छ हामी आएको चाहिँ जुन हाम्रो गाडी चाहिँ यहाँ तल यो देखेको हो, यो तलको है। अनि त्यहाँबाट हामी यता उकालो आएको छौँ र यो जुन यो देखेको छ यो चाहिँ जोरपाटी पर्छ। अनि यता चाहिँ सिद्धुवा पर्छ। यो सिद्धुवा भन्ने ठाउँ हो जुन यो सिमेन्ट फ्याक्ट्री पर्छ हैन। अनि यहाँको भ्यू चाहिँ यस्तै रहेछ। जुन जोरपाटी बजार चाहिँ यस्तो छ। यो चाहिँ झन्डा जसले लागेको छ हैन, उहाँको नाम चाहिँ यहाँ रहेछ योकेश गुरुङ हैन। अनि अर्कोतिर हुनुहुन्छ योकेश गुरुङले लाउनु भएको रहेछ दुईटा हैन। अनि अर्को देवकुमार लिम्बू छतर जोरपाटी धनकुटा हैन। यहाँ चाहिँ यो जुन नेपालको झन्डा छ हैन, त्यो चाहिँ धेरै रहेछ, 5-6वटा मात्रै रहेछ। अनि अझै यता माथि पनि छ। हामी चाहिँ लगभग आइपुग्न पनि आँट्यौँ हैन। हाम्रो यात्रा चाहिँ निकै कठिन यात्रा भयो। तलदेखि आउनु पर्यो हैन। अनि अझै जान त अलिक थुप्रै निकै नै पर्छ। यसै हिँड्न नसक्ने, लास्टै सास बढ्ने हैन। त्यही माथि हिँड्दाखेरि चाहिँ जुन यो माथिको चाहिँ धोजे डाँडा भन्छ हैन। यता चाहिँ यो च्यान गाडी रहेछ। चाहिँ हाम्रो मेन सिधै उकालो आउन थाल्यो हैन। अघिसम्म चाहिँ करिम ओह्रालो थियो। यो जुन डाँडामा चाहिँ सिधै उकालो छ। अनि यता चाहिँ यो माछा भौडी रहेछ। माछा खेल्ने ठाउँ आल भौडी होला। पानीहरू ल्याएको यता मटरहरू रोपेको हुँदो रहेछ हैन। अहिले चाहिँ हामी यो जुन धोजे डाँडा आइपुग्यौँ हैन। निकै कठिन पर्यो हामीलाई आउनको लागि। यो चाहिँ यस्तो रहेछ। यो जुन हँसियाको एउटा चित्र रहेछ। अनि यहाँको भ्यू चाहिँ यस्तो रहेछ। तपाईँहरूले देख्न सक्नुहुन्छ झन्डा छ। र यहाँबाट देखिने भनेको भ्यू चाहिँ एउटा यो कहाँ हो, यो डाँडो देखिँदो रहेछ। यो जितपुर होला, जितपुर त होइन, सुक्राबारे होला यो देखिने। अनि यो देखिन्छ
त्यो चाहिँ जोरपाटी र यहाँ भनेको चाहिँ यही रहेछ हाम्रो जुन ध्वजे डाँडा बस्ने ठाउँ छ। अनि हामीले आज यहाँको लागि ल्याएको भनेको चाहिँ मेन स्पेसल्ली पखना खोला यहाँ खानाको लागि ल्याएको भनेको यो टुपियाम अनि एउटा फोन छ हैन, खाने होइन, यो कुरमुरे अनि दुईटा यस्तो छ। हामी चाहिँ अलिकति यो जुन अल्कोहलतिर चाहिँ लाग्दिनौँ र हामी चाहिँ रेडबुलतिर छौँ हैन। अनि त्यो भाइ छ यहाँ आउँदा तिमीलाई कतिको कठिन भयो? लास्टै कठिन भयो। अब एनर्जी ड्रिङ्क खाऊ अनि ओह्रालो जाऊ। अहिले चाहिँ हामी ओह्रालो आउँदैछौँ होइन, यो जुन ध्वजे डाँडादेखि र लगभग आइसक्नु नै आँट्यौँ र एकदम माथिदेखि आउनु पाउँछ होइन। अनि यो ठाउँ चाहिँ एकदम पर्यटकले भरिपूर्ण रहेछ, मान्छेहरूको चाप धेरै हुँदो रहेछ यो ठाउँमा। र आज चाहिँ मौसमको कारणले गर्दाखेरि चाहिँ हामीले हेर्ने दृश्यहरू हेर्न पाएनौँ, जुन अलिक टाढा टाढाको दृश्यहरू यही वरिपरिको मात्रै देख्न पायौँ होइन। अनि हामी चाहिँ अहिले हिले जाने भएको कारणले गर्दाखेरि चाहिँ अलिक धेरै बेर पनि बस्न पाइएन। अनि बेलुकाखेरि आएको थियौँ, अहिले लगभग कति बज्यो भने 3 बज्यो बेलुकाको। यो जुन अहिले पानी पर्न आँटेको मौसमले गर्दाखेरि पनि आज धुम्मिरहेछ। कुनै समय राम्रो मौसम भएको बेला आयो भने तपाईँहरूलाई यहाँबाट देखिने भ्यूहरू देखाउँछु होइन। सायद थुप्रो आइसक्नु भयो होला यो डाँडा। अहिले चाहिँ हामी जुन तल आइपुग्यौँ होइन। अनि हाम्रो चाहिँ गाडी यहाँ छ, गाडी लिएर आएको थियौँ होइन।